हेलो वेलकम टु माई मिनी ब्लग। आशा राख्दछु तपाईँहरू सबैजना सन्चै हुनुहुन्छ होला भनेर। आज चाहिँ म तपाईँहरूलाई सोल्जिया कसरी बनाउँछ भनेर देखाउनेवाला छु। आजको इभिनिङ टी चाहिँ म चाहिँ यसमा दुध हाल्दै चिया उमालिसकेको छु। दुध हाल्दैछु दुधमा, त्यहाँदेखि चाहिँ चिया तारेर नहुने घिउ, जुन चाहिँ काँचो घिउ भन्छ, नखारेको घिउ हालेर चाहिँ फिर्के मजाले लगाएर मेरो चिया चाहिँ रेडी भइसकेको छ। यसरी घिउ लगाएको चिया चाहिँ एकदमै टेस्टी हुन्छ। तपाईँहरूले नि घरमा ट्राई गर्न सक्नुहुनेछ, एकदमै मजाको भएको छ र टेस्टी पनि एकदमै। र आज चाहिँ म इभिनिङ भ्यू हेर्दै चिया इन्जोय गर्दैछु। होप तपाईँहरूलाई मन पर्नुभयो होला।